Hey guys, welcome back to my channel. So, के भन्नु म जुनको साथी हो हाम्रो चाहिँ आज के भन्छ हाम्रो ट्रेनिङ चलिरहेको छ बक्सिङको त्यसको ओए के हो साइकल वालिकन भाइलास तँलाई बुझ्दै चाहिँ यहाँ चाहिँ बक्सिङको यहाँ चाहिँ हाम्रो गुरुहरु हुनुहुन्छ बोतल पनि नलिएर गुरुहरु हुनुहुन्छ गुरु बक्सिङको बारेमा के भन्दिनु न कसले मैले के भन्नु भन्नु न केही भन्नु गुरु जेमा भने नि भन्नु ल दलबहादुर गुरु ल भन्नु बक्सिङको बारेमा केही भन्दिनु बक्सिङको बारेमा हजुर बक्स मेरो नाम दलबहादुर राणा मगर म बक्सिङ प्रशिक्षक र पर्सि प्रथम ऐतिहासिक खेल हुन गइरहेको छ यो हाम्रो गैंडाकोट नगर स्तरीय अन्तर विद्यालयको छात्र छात्राको यो हाम्रो क्षेत्रीय रङ्गशालाको कवर हलमा यो मिति 2082 साल 2 महिना 30 गतेको दिन यहाँ हाम्रो प्रत्येक नगरपालिका भित्रको हाम्रो यो जति छ विद्यालयहरू त्यो विद्यालयबाट हाम्रो छात्राहरूको बक्सिङ गेम यहाँ हुँदैछ अहिले कृपया तपाईहरु सम्पूर्ण प्रहरु प्रिन्सिपल सरहरु आफ्नो बालबालिका नानी बाबुहरूलाई सक्दो छिटो धेरै यसमा सहभागी गरिदिनु होला यो प्रथम हाम्रो यो पहिलोचोटि यो 25 वर्षपछि अलि हाम्रो यो ऐतिहासिक भइरहेको छ अब यसपछि अब हाम्रो कन्टिन्युस वर्षमा 2-3 हाम्रो पनि गेम सञ्चालन हामी गर्नेछौँ र तपाईले खेलेर के फाइदा हुन्छ के फाइदा हुँदैन भन्ने कुरा यस खेलबाट तपाईले देख्नुहुन्छ र के कस्तो किसिमले खेल्नुपर्छ के गर्नुपर्छ के भन्नुपर्छ र कस्तो किसिमले खेलाडीलाई मोडिफाई गर्नुपर्छ त्यही अनुसार तपाईले बुझ्नु छलङ्ग बुझ्नु छ अहिले हाम्रो समय धेरै छोटो भएको नाताले हामी खेलाडीलाई राम्रोसँग परिचय र चाहिँ यो के भन्छ प्रशिक्षण पनि दिन सक्न पाएछन् हामीले सिर्फ 2 दिन 3 दिन 4 दिन भन्दा बेसी समय पाएनौं प्रत्येक 6 र 7 देखि लिएर वहाँ डाँडा पारी जंगल पारीसम्मको स्कुललाई हामीले हेर्न परिरहेको छ त्यसले समय छोटो अवधि भएको हुनाले हामीले धेरै सेवा दिन सकेनौं त्यसले गर्दा हामी क्षमा प्रार्थी माग्दै अर्को वर्ष अर्को नेक्स्ट टुर्नामेन्टको लागि वेलकम गर्दै अहिले मेरो यही भन्दै यो हाम्रो नगरभित्रका मेयर साहबदेखि लिएर हामीहरूको जति पनि हाम्रो प्रशासकीय अधिकृतज्यूहरूलाई देखि लिएर हाम्रो जति पनि कर्मचारीहरूलाई हामीलाई चाहिँ सम्पूर्ण अवगत गराउँदै यो टुर्नामेन्टको लागि उहाँहरू सरिक भइदिएर राम्रोसँग अवलोकन गरेर प्रचार होस् बक्सिङलाई पनि धेरै सहयोग गरियोस् भन्दै म बक्सिङ प्रशिक्षक दलबहादुर राणा अहिले म बिदाई हुन्छु बक्स जय बक्सिङ जय खेलकुद जय यहाँ चाहिँ हाम्रो एसिस्टेन्ट गुरु हुनुहुन्छ गुरु नमस्ते बक्स म बक्सिङ प्रशिक्षक केशव थापा घर गैंडाकोट 1 मिलनचोक यस हाम्रो गैंडाकोट प्रथम ऐतिहासिक नगर स्तरीय विद्यालय छात्र बक्सिङ प्रतियोगिता मिति 2082 2 महिना 30 गते हुन गइरहेको छ उक्त कार्यक्रममा सम्पूर्ण विद्यालयका प्रिन्सिपल खेल शिक्षक र विद्यार्थी भाइ बहिनीहरूलाई उपस्थिति गराई कार्यक्रमको शोभा बढाइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु राम गुरु हामी आफ्नो घर लाग्छौँ अब सुन्दै यहाँ हेर्नु न कस्तो हो र एकदम छुचो मान्छे हो यो मान्छे चाहिँ एकदम काम छैन यो दाइको हजुर बक्स भन्नु बक्स ल हामी चाहिँ अब घरतिर लाग्छौँ बाइ गाइस भोलिबाट अब हामी सबै सेलेक्सनको डेमा ल आजको लागि यति नै हामी चाहिँ अब यो भिडियो भोलि फेरि नयाँ ब्लग आउँछ हेरिदिनु होला हस्त धन्यवाद बाई 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 भन्नु गुरु बाई बाई Ready? Stand it. Attention. Stand it. Attention. Up. Stand it.
यो कसरी होइन भोलि आसन होला तिम्रो चाहिँ बुद्ध मान्छेहरूले बढी मलाई त उहाँमा 12 Yes, all of you, good evening. Good.